पैसारीले राजस्व घटिराखेको छ, आन्तरिक व्यापार कमजोर भइरहेको छ र सीमामा अपराधहरू बढिराखेको छ। त्यसो भएको हुनाले यो कुरालाई पनि तपाईहरु विशेष रूपले ध्यान दिएर यो सीमामा हुने अपराध, सीमामा हुने चोरी तस्करी, यसलाई नियन्त्रणका लागि तपाईहरु मेहनत गरेर लाग्नु होला, म यो भन्न चाहन्छु। शान्ति सुरक्षा देशको पहिलो शर्त हो, पहिलो आवश्यकता हो। यदि शान्ति भएन, सुरक्षा भएन भने अरु कुराहरु अगाडि बढ्न सक्दैन। 10 वर्षको सशस्त्र द्वन्द्वको बेलामा हामीले देखेका छौं, सशस्त्र द्वन्द्वका कारणले शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देशका विकासका समृद्धिका सबै कामहरू अवरुद्ध भएको अवस्था हुन्छ। त्यसो भएको हुनाले शान्ति सुरक्षा पहिलो शर्त, फर्स्ट हो। त्यसकारण त्यसमा तपाईहरु सबै जिम्मेवार हुनुहुन्छ र हामी छलफल गरिसकेपछि फेरि निष्कर्षमा पुग्नेछौँ। देशमा शान्ति छैन, सुरक्षा छैन भने अरु सबै कुराहरुका सम्भावना रहँदैन। विकास निर्माणका कुरा हुन् कि, समृद्धिका कुरा हुन् कि, सुशासनका कुरा हुन् कि, जे भए पनि सबभन्दा पहिला आवश्यक शान्ति सुरक्षा हुन्छ। र गृह मन्त्रालय शान्ति सुरक्षाको महत्त्वपूर्ण जिम्मा लिएको मन्त्रालय भएको हुनाले र यहाँ आज सुरक्षा निकायका जति पनि साथीहरू हुनुहुन्छ, यो प्रदेशको शान्ति सुरक्षाको जिम्मा तपाईहरुको काँधमा छ। पैसारीले राजस्व घटिराखेको छ, आन्तरिक व्यापार कमजोर भइरहेको छ र सीमामा अपराधहरू बढिरहेका छ। त्यसो भएको हुनाले यो कुरालाई पनि तपाईहरु विशेष रूपले ध्यान दिएर यो सीमामा हुने अपराध, सीमामा हुने चोरी तस्करी, यसलाई नियन्त्रणका लागि तपाईहरु मेहनत गरेर लाग्नु होला। प्रत्येक महिना 2 महिनामा एउटा, दुईटा, तीनटा भूकम्पको धक्का भइरहेका छ। त्यसकारण जुनसुकै बेला भूकम्प हुन सक्ने जोखिम छ। तराईमा डुबानको समस्या छ, कटानको समस्या छ, पहाडमा पहिरोको समस्या छ, बाढीको समस्या छ, चट्याङको समस्या छ, आगलागीको समस्या छ। हिमाली भेगतिर गयो भने जस्तो मध्यतिर लु लाग्ने समस्या छ, हिमाली भेगतिर लेक लाग्ने, चिसो लाग्ने समस्या छ। त यी सबै समस्याहरू जति पनि विपदसँग सम्बन्धित छन्, यसको पनि पहिलो रिस्पोन्डर सुरक्षा निकाय नै। मानिसलाई समस्या पर्यो भने कि त उसले आफ्नो सम्बन्धित ठाउँको जनप्रतिनिधि खोज्छ, वडामा वडाको अध्यक्ष खोज्छ, वडाको सदस्य खोज्छ, अथवा पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष खोज्छ, या प्रदेशको मुख्यमन्त्री, मन्त्री र माननीय प्रदेशसभा सांसदहरूलाई खोज्छ। सँगसँगै नजिकको नेपाल प्रहरीलाई खोज्छ, नजिकको नेपाल सशस्त्र प्रहरी बल नेपाललाई खोज्छ, नेपाली सेनालाई खोज्छ।